R386 लाई चाहिँ यो दुईटा स्पिकर युज गरेको छु, यो दुईटा, र बेसको लागि चाहिँ यो युज गरेको छु है, कार्वेल्सको। यो आफैले बनाएको, फिनिसिङ भएको छैन र पनि म तपाईँलाई साउन्ड ठुलो बनाउँछु है। तपाईँको सबवुफरको लागि चाहिँ यो चला छ र स्टेरियोको चाहिँ यो चला छ। यो चाहिँ डबल च्यानलमा हो र यसको पावर सप्लाईहरू म सेटेलाइटको पहिला यो म लो पास अफ गरेँ, एकछिन सेटेलाइट मात्र है।